म रवि लामी छानेजीलाई के भन्छु भने केपी प्रचण्ड बाबुराम जोसुकै होस् के को यिनीहरू माओवादी कम्युनिस्ट हुन् व्यापारी दलाल हुन् यिनीहरू एकतन्त्री शासन आउनुपर्छ 10 वर्ष पेलेको पेलै जाँतो पिछे जसो पिस्नुपर्छ यहाँ जान्दै पनि के भनेको छ भने 10 वर्षमा संविधान संशोधन गर्ने भनेको छ 10 वर्षमा कहाँ ल्याकिङ भयो त यो व्यवस्थै ठिक छैन व्यवस्था फ्याँकौ तपाईँ मेरो बाटोमा आउनुहोस् कन्टी लौरो भनेर हिँड्नुहोस् यी अगाडिका नेताहरूले पनि हारेनन् हामीले पनि हार्दैनौँ बुवाको पपौती होइन देश सर्वहारा वर्ग भुइँ मान्छेले यो ठाउँमा बाँच्ने अधिकार छैन भने नि अब धनी र सामन्ती तस्करहरूले पनि बाँच्न पाउँदैन यो कुरामा क्लियर हुन हुन्छ बुझ्नु यो व्यवस्था परिवर्तन भएर म ठाउँमा पुगेछु भने जसका लिलाम मरकका घर जग्गा छन् नि त्यही पहिलाकै ठाउँमा धनी पूर्जा बनाएर घर घरमा पुर्याइदिन्छु घर घरमा बालनजीले जङ्गबहादुरको रूप धारण गर्नुहोस् तपाईँ डराउनु हुँदैन तस्करहरूलाई लखेट्यो भ्रष्टाचार गरेको पैसा ल्याउनु जम्मै कुरा गर्न पुग्छ